हेलो एभ्रिवान वेलकम। आँपमा फुल फुलिरह यो आँपले गर्न खोजे चाहिँ के हो रहने आज खाजा मासु र भुजा अनि देखिँदैन तर त्यहाँ माथि गइसकेपछि चाहिँ हेलो एभ्रिवान वेलकम टु माई भिडियो हैन। आज चाहिँ म बारीमा आएको छु। आज चाहिँ असारको कति गते रे छ्यामा 7 गते है 7 गते हो। अनि आज चाहिँ छ्यामाहरूको कोदो रोप्न आएको। आज फर्स्ट रोपाइ हुनेछ असार महिनाको। छ्यामाहरू सबैले रोपिसके हैन। मलाई चाहिँ गाडी गरिराखेको ढिलो आयो भनेर म आउँदा चाहिँ हैन यति चाहिँ कोदो सकिसकेछ हैन छ्यामाहरूले। अनि यहाँ चाहिँ ठ्याक्कै 2 जना खन्नी छ 2 जना रोप्ने छ हैन। हाम्रोतिर चाहिँ हैन मकै बारीमै रोप्छ कोदो। अन्त चाहिँ त्यो मकै खोलेर पाकिसकेर हैन मकै उखालेर सबै रोप्छ नि त। हाम्रो चाहिँ मकै बारीभित्र निस्केर रोप्छ, सुल्टो बसेर रोप्छ। अन्त चाहिँ कतैतिर चाहिँ हैन उल्टो बसेर रोप्छ। अनि यहाँ चाहिँ हैन अहिले आँप फलेर नि पाकेर खाने बेलामा चाहिँ भर्खर आँपमा फुल फुलिरह यो आँपले गर्न खोजे चाहिँ के हो भर्खर फुल खेल्दैछ यो आँपमा चाहिँ। भर्खरै असारको आज 7 गते जाँदैछ हैन। बिउ खासी रोप्ने बेला त भएन रे। यहाँ थोरै बिउ चाहिँ हुर्किसक्यो, ठुलो भइसक्यो भएर चाहिँ हैन छ्यामाको कोदो रोप्दै आज। यो रोपाइ चाहिँ आज असारको महिनाको फर्स्ट रोपाइ हो मेरो। म चाहिँ पहिलो फर्स्ट रोपाइ रोप्न आएको हैन कोदो रोपाइ। अब एकछिनमा चाहिँ म खाजा बनाउन जाने भन्दै छ्यामाले। आफ्नो काम गर्नुको फाइदा यही छ, फुल टाइम काम गर्न पर्दैन नि त खटेर। एकछिन रोप्ने एकछिन खाजा बनाउन जाने। अनि यतिकैमा मेरो परमा पाकिन्छ आजको। खेताला नि धेरै छैन नि त। अब धेरै बिउ रोप्ने बेला भएको भए त धेरै हुन्थ्यो खेताला। बेला भएन नि त। अनि त्यही भएर हामी मात्रै हो, अरू खेताला छैन। अब पछि अलि बेला भइसकेपछि धेरै खेताला भएको भिडियोहरू पनि लिएर आउने छु म। अहिलेलाई चाहिँ यति नै हुन्छ हैन। थोरै जना छ, खासै छैन नि त रमेर बोल्ने यताउता। म चाहिँ अहिले चाहिँ घरमा खाजा बनाउन भनेर आएको हैन। यो चाहिँ मेरो छ्यामाको घर हो। त्यो पछाडि रहेको चाहिँ कुखुराको टहरा हो। छ्यामाहरूले चाहिँ कुखुरा नि पाल्छ नि त। अनि यो रहेको छ मेरो छ्यामाको घर। यो चाहिँ अलि तलतिरको थोरै गाउँ हो हैन। मेरो घर चाहिँ अलि माथि पर्छ। यहाँबाट चाहिँ हाम्रो घर देखिँदैन तर त्यहाँ माथि गइसकेपछि चाहिँ गाउँ देखिन्छ हैन। यहाँबाट हेर्दा चाहिँ त्यहाँ माथि नै गाउँ छ जस्तो देखिँदैन नि त। केही पनि देखिँदैन यहाँबाट हेर्दा। त्यही माथि गएपछि त्यहाँ माथि पनि गाउँ छ हैन, बाक्लै गाउँ छ। म चाहिँ हैन अहिले चाहिँ घरमा खाजा बनाउन आइसक्यौँ। खाजा चाहिँ हाम्रो मासु रहने छ आज खाजा मासु र भुजा। अनि मैले यहाँ कराईमा तेल बसालिसकेँ, तेल तातिसकेँ हैन। पहिला म फर्स्टमा प्याज राखेँ मैले। त्यसलाई म एकछिन अलि रातो हुन दिन्छु हैन। त्यसपछि मासु पकाउँछु। मासु हालेर मासु राखेर छ्यामाको घरमा चाहिँ कुखुरा पनि पाल्छ नि त। कुखुरा पाल्ने अनि मासु पनि काटेर बेच्ने गर्छ नि त। अनि त्यही भएर चाहिँ धेरै खेताला भएको भए त अलि अब मासु भुजा दिएर साध्य पनि लाग्दैन थियो। अब थोरै छ नि त। अनि त्यही भएर चाहिँ मासु भुजा खाने रे भनेर मलाई चाहिँ छ्यामाले मासु बनाउन जाना नि भनेर म मासु बनाउन आएको। साथसाथै मैले काटिराखेको मासु पनि राखेँ। मासु भुजा खाने रे आज खेतालालाई। छ्यामाले खेताला त के भन्ने छैन। खासै छ्यामा, म, काका अनि मेरो बाउ अनि त्यसपछि एउटा काकी हुनुहुन्छ। धेरैजना त छैन नि त। त्यही भएर चाहिँ थोरैजना भएको भएर चाहिँ मिठो खाजा खान लाग्यो मासु होइन। अब यहाँ एकछिन मासु भुल्दैछ। अनि यहाँ मसला पिस्दैछु मैले होइन। यसमा बेसार राखेँ मैले। मलाई चाहिँ यहाँ यो तरकारी बनाउनु यस्तो झ्याउ लाग्छ कि यो चुलोमा घुमे हुन्छ करे। अनि होइन अनि अघि पिसिरहेको मसला पनि राखेँ। अनि एकछिन फेरि सलाइदिएँ मैले यसलाई।
यतिको फ्राई हुँदैछ। एकछिन छोडेर यसमा मैले टमाटर राखिदिन्छु। टमाटर पनि मैले यहाँ काटेर रेडी बनाइसकेको छ होइन। फाइनल्ली गाइस मैले बनाएको मासु चाहिँ रेडी भयो होइन। भुजासँग खाने भएको भएर चाहिँ मैले हल्का ग्रेभी गराएको छु, किनकि भुजालाई त हल्का भिजाउनु पर्यो नि त। त्यतिकै फ्राई मात्रै गरेर खाएको फेरि सुक्खा हुन्छ नि त, त्यही मैले हल्का ग्रेभी गरिदिएको छु। अब चाहिँ यो हामीले चाहिँ खानको लागि रेडी भइसकेको छ। मासु पनि पाकिसकेको छ है त। छ्यामा हो ओ छ्यामा, पाक्यो खाने हो कि रोप्ने हो? एकछिन काका खोइ काका काका खोइ के काकाले के गर्दै थाहा, मैले घर गएर नेट चलाउँछ भनेर नेट अफ गरिदिन्छ होइन। अनि गयो भने मैले अन गरेर एकछिन चलाइरहेको छु, फेरि गयो भने लाइट अफ गरिदिइरहेछ त। कस्तो मलाई के थाहा नहुन्छ क्या अझ, कस्तो रिस उठ्ने हो। कता गयो ऊ नेट अफ गरिदिन्छ नि। काका के हो नेट चलाएन त भने त, लाइन गएर लाइट बोलिरहेन अनि बत्ती बोलिरहेको त भने त नेटको लाइन छैन रे के रे। कता कता रिस उठ्ने। अझ पछि गयो भने फेरि लाइट अफ गरिदिएर आइज हो त। नेट बन्द गरेर भएन नि, पछि फेरि लाइट नै अफ गरेर जाने। छिटो त्यो खोल्नु सकिन, काम नभएको रे। अनि त्यो चाहिँ कसले बनाएको नि काम नगरे भएदेखि? त्यति लाइट नि अझ सबै काटकुट मैले प्याज काटेर त्यो बनाउनलाई नि टाइम लागिरहेको। खाजा खाने बेला भयो होइन। अब चाहिँ म यहाँ खाजा भात लाउँदैछु। यहाँ आयो भने चाहिँ यस्तै हो कि पकाउने उ गर्ने सबै मैले गरिदिनु पर्छ क्या। कति खाने हो र यहाँ भन्दा भने यो टाउको भएको बाउले यहाँ चाहिँ टाउको छ। अब आफ्नै मेलाको दिन खान्न होला नि, लिनु छिटो लिनु भने। अनि काम नगरे भयो कसरी पाक्यो कि रिस उठ्ने हो यो काका त। आयो नेट बन्द गरिदिने, भएन भनेर बत्तीको स्विच झारेर राखिदिने, यस्तो नि गर्ने हो। हाँसिरह अझ भने मैले चाहिँ के 2 घन्टा लागेर पुगाउनुलाई भने कि कति बजी आएको थियो कान्छी गाई घडिरहेको थिएँ। अनि कति बजी पुगाइ भए त? अब धेरै काट्छन् हेर लोभेर आफै काट्न। टमाटर नि जम्मा 2टा झिक्दा छैन भनेर पछि हेरेको रहेछ, फेरि झिकेको यस्तो नि। अनि उसमा त अनि हुँदा ओर्दा खानु पर्दैन नि। जम्मा 2टा निकालेर राख्ने छैन भनेर हेरेको त रहेछ, फेरि निकालेको। यस्तो लोभी। प्याज नि धेरै काट्छन् हेर हो कि काटिराखिदिएको मैले खङ्गो छ अझ सबै काटिराखिदिएछ कि। प्याज त काट्यो, फेरि टमाटर त थोरै लगाएर निकालेको। के चाहियो मासु? सो गाइस हामीले खाजा पनि खाइसक्यौँ होइन। अनि म फेरि यहाँ बारी आउँदैछु कोदो रोप्नलाई। फेरि हामी यति धेरै कोदो रोप्ने छ होइन। फाइनली गाइस हामीले चाहिँ होइन मेला गरी भ्याइसक्यौँ, कोदो रोपी भ्याइसक्यो। आजको काम सक्यो हाम्रो। हामीले त्यहाँ माथि रोपेर यहाँ नि खण्ड रोप्न आएको हो। ओ कान्छी कहीँ कहाँको यता आउनु न, बाई गरिदिनु न। आजको हाम्रो खेताला भनेको चाहिँ कान्छी काकी मात्रै हो, नत्र सबै हामी घरकै जान मात्रै है त। आजको हाम्रो भिडियो यहीँसम्म। बाई बाई गरिदिनु।